चट्ट लाएर फ्रीमा के रहेछ लिन भइहाल्यो नि हो झऱ्यो ल अब न्यूज पढ्दै जाने हामी ल ठिक छ बेबी हेर न तिमी पो रहेछौ त्यहाँ गइहाल चढ एउटा हग हानिहाल ए होइन रे ऊ होइन अरे म चाहिँ सानो बच्चा पऱ्यो त्यहाँबाट मेरो चाहिँ हात समातेर यसरी डुलाउनु पर्छ मलाई मुमिनको हरा छ यहाँ चाहिँ हेरमा यो के हो यो ठाउँको नाम भनेको के हो यो यस नि भित्र तिमीलाई पनि त जेलभित्र हालिदिन्छु अहिले तिमी नटी भयो त्यही भएर तिमीलाई अब जेलमा हालिदिने सबै त्यही छ न मेन क्यारेक्टरहरू Hey Moomin अब अर्को छ नाच्नु यहाँ अर्को छ चढ्दै माया अरू बच्चाहरूसँग पनि Thank you very much. She was nice. अब मुमिन बा मुमिन आमा चाहिँ थिएन नि थियो त अहिले मुमिन आमा छैन आमा चाहिँ अहिले भित्र आउनु सक्छ घरभित्र ए खाना पकाउँदै ल सबै आज मिठो मिठो खानुपर्छ अनि के पकाएर राख्नु भएको छ आमाले अब हामी चाहिँ यहाँबाट बिचतिर जान्छौँ यसो घुम्नलाई यहाँ बिच जान आँटेको अब यसो फोटो खिच्न Nada, bye.
अरे मीठा भाषा है यार। फेरि गरेर चेस हामी चाहिँ अहिले मुमिनको घरभित्र छौँ। यहाँ नानी चाहिँ भाँडाकुँडा माझ्दैछिन्। यहाँ चाहिँ खाना खाने टेबल रहेछ। अनि यता चाहिँ मामु र नानु चट्टक फोटो खिच्दै हिँड्छ। आगो ताप्ने यो चाहिँ सानोमा कार्टुन हेरेको के भएको हेर्दै रहेछ। सानोमा कार्टुनमा हेरेको यो सबै कुरा आज चाहिँ सबै कुराहरू लाइभ आँखा अगाडि हेर्दैछौँ। अब हामी माथि चढ्दैछौँ। अब दोस्रो तला घरको अगाडि गइछौँ। चाहिँ घरको दोस्रो तला माथि मुमिन बस्ने रुमहरू छ। हाम्रो सानोमा यहाँ मुमिनको घरमा आएर लुकीछुपी यहाँनिर पुरा मेकअप गर्न थाल्यौँ। म्याच गर यो चाहिँ यो मुमी प्याकको रुम रहेछ। यो चाहिँ त्यो मेन मुमिन जुन छ नि त्यसको बेड कति पातलो रहेछ हेर न। ल अझ माथि छ जस्तो लाग्छ। जाडो छ यो रुममा के छ हेरौँ। ओ त्यस्तो तल आइपुग्यो। यो चाहिँ अब सबै मुमी आमाको रुम भयो। बुढाबुढीको फोटो तिमीहरूमा पनि पछि यस्तै खिचेर राख्नुपर्छ ल। आमा कति धेरै लुगा रहेछ मुमी आमाको त। अगारो रहेछ। किङ्स रुबी रे साँच्चै त प्लास्टिकले बनाऊ। हेर्दै प्लास्टिक देखिसकेँ मैले। हजुर त्यो स्टोरेजहरू सबै यो भयो है त। यसो माथि हेरेर एकचोटि बाबा पनि गरिदिउँ न। छोरो पनि बाबा गर। मेरी आमा खै कहाँ पुगिसकिन्। ल मामु मुनि हेर्दै। द्याट इज अ बुढेसकालको इस्युज। स्ट्रबेरी पाक्दैछ। स्ट्रबेरीको जम्मै त्यो चाहिँ चेरी रहेछ। यस होटेलमा कार्यक्रम छ होला। मेरो ठुलो बेबीलाई चाहिँ स्लाइड खेल्नु पर्यो अरे।
स्लाइड चढ्न माथि जाँदैछिन् पुरै बच्चालाई ओभरटेक हान्दै रमाइलो भयो मेरो ठुली बेबी हाम्रो बेबी चाहिँ नटी भएर त्यहाँनिर अघि चिप्लेटी खेलिन् भनेर पुलिसले पकडेर जेलभित्र ल्याइदियो है यहाँ अर्की साथी पनि यहाँनिर दुइटी त्यो बच्चाले खेल्ने चिप्लेटी खेले त्यही भएर यहाँनिर यिनीहरूलाई निकाल्दैन म बट बाई जेलमा यस्तै हो चकचके भएपछि मामुलाई पनि जेल आइसक्रिम खाना आएको यता कस्तो क्युट पेपर खै मामु चियर्स मामु मामुको कम्बिनेसन चलिरहेछ मामु र नानुको वाटरमेलनसँगै आइसक्रिम मिठो हुन्छ कम्बिनेसन मेरो बेबीको पनि सुरु भयो आइसक्रिम एन्ड वाटरमेलन यमी यिनीहरूले माथि नै बसेको राम्रो के बिचमा है बिचमा अझ एक्लै उता गयो भने चाहिँ मामु ऊ चाहिँ बिच पर्छ कि ठ्याक्क बिचमा गएर हो यही लेभलमा तर बिचमा गएर बस्यो हो यहाँ हो Ensinnäkin, osaatteko sitten aplodeerata? Kas näin? मलाई चाहिँ बेला बेला ट्रान्सक्रिप्सन चाहिन्छ Bravo! Jos kun lasken kolmeen, थाहा छ मलाई mulla kaikki yhdessä bravo! एक दुई तिन Minä olen Muut. Tämän illan esiintyvät yleisön edessä. Ja siitä idea sitten syntyi. Järjestää kabaree. Miettiikö joku, mitä kabareissa sitten tapahtuu? No, siinä muut esiintyvät lavalla ja tekevät lyhyitä ja hauskoja musikaalinimeroita. Ja te olette kabareen. Romanttisen tuen tanssi välissä, syvä rytmi, hidas liike ja lantio edessä. Steppitanssin askel, jänkettanssin kurna tietysti tähtävareen. Jalat ylös korkeuksiin ei voi. Ah kuinka upeaa, niin paljon rakastan, mä kaikkea jo kaikki valtaan. Jumalan valmetteja, sanettuja, satiiniakin. Synkkivet on päällä, nyt on arkisen. Twitterillä tunaa, jopa kaikki hämeet riippuu seittyvistä häneistä. अब त गर छ र Yhdessä me kirjoitetaan ajoittajille. यो चाहिँ मोमेन्ट इन्भेन्ट गर्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ उहाँ हो हाम्रो गाइजहरू अगाडि गइसक्छु मुमिनमा आएको बाबा हामी स्पाइडरम्यान हेर्न आएको होइन हेरिसक्यौँ हामीले हाम्रो मुमिन ल्यान्डको यात्रा आज सफल भयो साकार भयो सफल भयो आयो अब चाहिँ हामी फर्किँदैछौँ भोक पनि लागिसक्यो लागेकै हो अलिअलि अझै खिच्न बाँकी छ मामु अझै खिच्न बाँकी छ
घर पुग्दा 9 बज्छ आज टेन्सन केको लागि माउ अब सानो घोडा बिग्यो ठुलो लिएर गएछ ठुलो घोडो तिम्रो साथी तिम्रो बोलाएर हेलो यो चाहिँ 90s को रहेछ पुरै हाम्रो होमिनल्यान्डको यात्रा पनि सक्यो। यहाँ चाहिँ बिचमा हामी यहाँ चाहिँ एन्टिक पिसेसहरू पाउँदो रहेछ। मामुले चाहिँ सपिङ गर्न लिएर आइसकेको थियो यता। कस्तो राम्रो रहेछ। नानु हामीले के किन्यौँ खै देखाएछ? हामीले चाहिँ यो किन्यो घरमा वेलकम भनेर बेल पनि बज्छ र अब हामी चाहिँ घर फर्किँदैछौँ। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। डोन्ट फर्गेट टु के नानु डोन्ट लाइक अनि सब्सक्राइब एन्ड कमेन्ट यस कमेन्ट गर्न नबिर्सिनु होला भेरी इम्पोर्टेन्ट वाचिङ थ्याङ्क यू बाई